सम्पूर्ण कोरियन भाषा पार्किङ मित्रहरुमा आनेवासी हो। म चाहिँ नारद जोशी सधैँ चाहिँ विभिन्न टपिक लिएर आउने क्रममा आज चाहिँ मैले खान्जकको अप्रत्यक्ष कथन लिएर आएको छु। हजुरहरुलाई कस्तो लाग्छ जस्ताको त्यस्तै कमेन्ट गरी सपोर्ट गर्न नभुल्नु होला। अब जाउँ हामी खान्जक भावतिर। खान्जक भाव भन्दा खान्जक भाव भनेको अप्रत्यक्ष कथन। यो अप्रत्यक्ष कथन भनेको चाहिँ कस्तो भने नेपालीमा हामीले चाहिँ कुरौटी पनि भन्न सक्छौँ। कुरौटीका नाम भनेको चाहिँ अर्काको कुरा काट्ने। अर्काको कुरा काट्ने कसैले भनेको कुरालाई आफूले सुनेर आफूले जस्ताको त्यस्तै उ मान्छेले भनेको कुरा जस्ताको त्यस्तै थर्ड पर्सनलाई पुर्याउने कुरौटी। कुरौटी ग्रामर भन्छ। यो ग्रामरका आज हामी चाहिँ चारवटा पाठ लिएर आएका छौँ। चारवटा पाठ मध्ये चाहिँ आज पहिलो पाठ VST प्लस न दागु आधा नन दागु आधा र दागु आधा पढ्ने छौँ। सबैले हेर्नु होला, फुल भिडियो हेर्नु होला। एक नम्बरमा छ न नन र दागु आधा नछु नछिन नो हुनुहुन्छ भनेर भन्नु। यसमा चाहिँ अब चाहिँ हामी चाहिँ उसँग हेरौँ पुरै यदि परिभाषा हेरौँ। यदि पहिलो व्यक्तिले भनेको कुरालाई दोस्रो व्यक्तिले जस्ताको त्यस्तै तेस्रो व्यक्तिलाई भन्ने अथवा जानकारी दिने बेलामा जानकारी भन्ने वा जानकारी दिएको कुरालाई व्यक्त गर्ने बेलामा जानकारी दिएको कुरालाई व्यक्त गर्ने बेलामा प्रयोग गरिन्छ। अब यहाँ लेख्यौँ हामीले यदि पहिलो व्यक्तिले भनेको कुरा यदि पहिलो व्यक्ति भनेको जस्तै रामले भनेको कुरालाई चाहिँ रामले कुनै जानकारी दियो। म चाहिँ घर गएँ छनुन छिबे खास हो म घर गएँ भन्यो। अब रामले चाहिँ श्यामलाई भन्यो। अब रामले भनेको कुरा श्यामले सुन्यो। अब रामको उपस्थिति बिना श्यामले हरिलाई भन्दाखेरि अब रामले भन्यो म घर गएँ। अब त्यहाँनिर अब श्यामले भन्छ कि रामले म घर गएँ भनेर भन्नुभयो। रामी छनुन छिबे खास यो खान्दाको यसो घर गए भनेर भन्नुभयो। जस्ताको त्यस्तै अब रामको उपस्थिति हुँदैन जस्ताको त्यस्तै उसले तेस्रो व्यक्तिलाई भन्ने बेलामा अर्थात् त्यो जानकारी दिएको कुरा हुनु पर्यो। रामले चाहिँ श्यामले जानकारी दिएको कुरा हुनु पर्यो। त्यो जानकारी दिएको कुरा चाहिँ श्यामले चाहिँ हरिलाई भन्दाखेरि प्रयोग गरिने ग्रामर जसले भन्छ कुरौटी। अब रामको उसले श्यामले चाहिँ रामको कुरा काट्यो भनेपछि त्यो ग्रामरलाई भनिन्छ VST प्लस न दागु आधा नन दागु आधा र दागु आधा। कुनै जानकारी दिएको कुरा हुनु पर्यो। अब यहाँनिर यसको स्ट्रक्चर चाहिँ कस्तो छ त प्रयोग विधि। यसको प्रयोग विधि हेरौँ। प्रयोग विधि यसलाई न दागु आधा भन्ने VST प्लस न दागु आधा चाहिँ भोवेल इन्डिङ भयो भने VST को इन्डिङमा भोवेल छ भने भोवेल इन्डिङमा लाग्छ VST प्लस न दागु आधा। अनि त्यसै गरी अर्को छ VST प्लस नन दागु आधा। यो चाहिँ प्रेजेन्टको हो है। VST प्लस न दागु आधा चाहिँ प्रेजेन्टको कुरा। VST प्लस न दागु आधा नन दागु आधा चाहिँ कन्सोनेन्ट इन्डिङ छ भने चाहिँ नन दागु आधा। यदि क्वालिटी भाव छ जस्तै छुट्टा जाडो हुनु छुट्टाको आधा VST पनि कस्तो VST हुनु पर्यो क्वालिटी भाव प्लस दागु आधा यो चाहिँ क्वालिटी भावमा प्रयोग गरिन्छ। क्युबीमा प्रयोग गरिन्छ। यो भनेको एक्सन भावमा प्रयोग गरिन्छ। अब VST प्लस दागु आधा नन दागु आधा न दागु आधा यसले कुनै पनि अब जानकारी दिएको कुरालाई चाहिँ बताउँछ। जानकारी दिएको कुरालाई चाहिँ कुरा काट्दाखेरि भोवेल इन्डिङ छ न दागु आधा एक्सन भावमा फेरि रेगुलर भावमा नन दागु आधा। अब यो अगाडिको नन दागु आधा उसले भन्ने कुरा चाहिँ पास्टमा प्रेजेन्टमा भन्ने हो नि त। रामले त हरिलाई भन्दाखेरि त प्रेजेन्टमा भन्ने हो भनेपछि श्यामले चाहिँ श्यामको कुरा चाहिँ यहाँनिर पछाडि चाहिँ उसले पास्टमा भनिसकेको छ। जहिले पनि यो चाहिँ आधामा चाहिँ पास्टमा लाग्छ। अब यो पनि भन्न पाए उसले चाहिँ प्रेजेन्टमा भनेको छ भने गर्छु भनेको छ भने गर्नेछु भनेको छ भने यो पनि भन्नु तर भनिसकेको चाहिँ उसले हो आधाको गेस हो। अब यहाँनिर हामीले खोगी बनाएर पढौँ। जस्तै कि खोगी बनाएर पढौँ। खोगीमा पढौँ हामीले रामले हिजो घर जान्छौँ। पहिले हामीले चाहिँ यहाँनिर रामलाई हाल्ने राम छ। रामले भन्छ कि हिजो भोलि घर जान्छौँ। त्यसपछि अब हाम्रो आयो श्याम आयो। अब यहाँनिर श्यामले भन्छ कि अब यहाँनिर श्यामले हरिलाई भन्छ
अब यसले उसँग जे कुरा गर्यो त्यो कुरालाई चाहिँ छोडिदिउँ। अब यहाँनिर बिचमा अब श्यामले रामले चाहिँ श्यामले के जवाब दियो त्यो छोडिदिउँ। अब श्यामले चाहिँ हरिलाई भन्छ, श्यामले हरिलाई के भन्छ भने रामले भोलि घर जान्छु भनेर भन्यो। अब यहाँनिर यो चाहिँ कोरियनमा लेख्छु मैले। अहिले यसले भन्छ फेरि यसको जवाब जे पनि आउन सक्छ, ए हो र पनि आउन सक्छ, यसको जवाब जे पनि आउन सक्छ, यसको जवाबसँग मतलब भएन, ए हो र पनि आउन सक्छ, यसको पनि श्यामले चाहिँ जे भने पनि हो। अब यसको चाहिँ उसले भनेको कुरा चाहिँ यहाँनिर यसले काट्यो, यसले कुरा काटेर यहाँ हरिलाई भनिदियो। अब यहाँनिर भन्दै अहिले लेखौँ है, रामले भन्छ कि छनुन नेइल सिवे खामिदा, म भोलि घर जान्छु। अब जान्छु भनेको जानकारी दिएको कुरा हो, ऊ चाहिँ म घर जान्छु भन्छ। अनि त्यहाँनिर आउँछ श्याम आउँछ, श्यामले भन्छ रामी भन्छ, रामी नेइल सिवे खान्दागो हिस्सो, खान्दागो हिस्सो। अब यहाँनिर अब हरि सुन्ने मान्छे हरि भयो। अब हरिले भन्छ खुरे हो। अब जे पनि भन्न पायो भने रामले दिएको श्यामले दिएको जवाब यहाँनिर रामले दिएको जवाब चाहिँ नलेखिने भयो, त्यसको बुझ्नु पर्दैन। तर रामले भनेको कुरा जस्ताको त्यस्तै चाहिँ श्यामले हरिलाई भन्दाखेरि चाहिँ जोड्ने राम्रो हो। अब खादा भनेको चाहिँ एक्सन भाव अर्थात् रेगुलर भाव इदुङ थुङसा भनी इदुङ थुङसामा पनि लाग्छ खान्दागो आधा, नौदागो आधा भोबेलिङ छ, भोबेलिङमा चाहिँ लाग्यो नौदागो आधा। यहाँनिर अर्को भाव लेखौँ एकछिन मेटाइहालौँ। यहाँनिर अर्को छ, हामी भोबेलिङ ग्रामर पढ्यौँ खादाको भोबेलिङ। अब चाहिँ हामी पढ्छौँ इक्ताको छ। अब यहाँनिर सँगसँगले भन्नुहुन्छ रामलाई नि रामी अझै हाङ्गुगरुल नमो अर्थात् मान्नी लेखौँ, मानी इल्गस सरले भन्नुहुन्छ रामले चाहिँ हिजो कोरियन भाषा चाहिँ धेरै पढ्यो भन्छ। अब चाहिँ सरले भनेको अब चाहिँ यहाँनिर अरू विद्यार्थी छ हाक्सिङ इलले भन्छ, है। हाक्सिङ इल चाहिँ नाम है, विद्यार्थीले भन्छ। अब उसले हाक्सिङ इलाई भन्छ, अर्को विद्यार्थीले भन्छ हाक्सिङ इलाई भन्छ। उसले हाक्सिङ इलाई भन्छ कि सँगसँगै रामी अझै हाङ्गुगरुल मानी खोङ्बो मानी इङ्गनदागो हिस्सै भन्दा नि पायो, इङ्गनदागो हेयो। अब यसले भन्छ खुरे हो, जे भन्दा नि पायो खुरे हो, त्यस्तो पो हो र त्यस्तो पो हो र भन्न पनि पाएन। अब शिक्षकले भनेको छ रामले चाहिँ हिजो कोरियन भाषा धेरै पढ्यो। अब जानकारी दिएको हो नि त, रामले चाहिँ हिजो कोरियन भाषा धेरै पढ्यो। अब यहाँनिर विद्यार्थीले एकले भन्छ कि विद्यार्थी दुईलाई रामले सरले भन्नुभयो कि रामले हिजो चाहिँ कोरियन भाषा धेरै पढ्यो भनेर भन्नुभयो। अब हाक्सिङले खुरेको त्यस्तो। अब यहाँनिर चाहिँ कन्सोनेन्ट बिल्डिङमा यो लाग्यो। अर्को अब हामी पढाउँदैछौँ, अर्को अब क्वालिटी भावमा चाहिँ दागा लाग्छ। अब दागामा छ अब सीता, एकछिन है यसलाई मेटाइदिउँ। यहाँनिर सीताले भन्छ कि अझै नमु सुवर्षयो भन्दै, हिजो चाहिँ ज्यादै जाडो थियो भन्दा हो। यहाँनिर अब सीताको यहाँनिर आउँछ। अब गीताले भन्छ, अब गीताले यहाँ रितालाई भन्छ। गीताले रितालाई भन्दाखेरि उसले सीतालाई के जवाब दियो त्यो छोडिदिउँ। गीताले भन्छ कि सीतागा अझै नमु सुक्तागो हिस्सो हो। अब गीताले जे जवाब दियो पनि हुन्छ, आ भनेर जवाब दियो पनि भइहाल्यो, जे जवाब दिने भयो गीताको शब्दको मतलब होइन। अब उसले चाहिँ सीताको कुरा काट्यो, सीताले गीतालाई भनेको थियो, गीताले चाहिँ रितालाई भनेर कुरा काटिदियो, यसको कुरा काट्यो। भनेपछि यहाँनिर प्रयोग गर्यो छुक्तामा चाहिँ छुक्तागो हिस्सो हो भने क्वालिटी बममा चाहिँ दागो आधा पऱ्यो। यहाँ चाहिँ एक्सन के अरे कन्सोनेन्ट इन्डिङ थियो, नन्दागो आधा एक्सन भएको, अनि खादामा खान्दागो आधा भने चाहिँ भोइल इन्डिङ थियो। भने यसको अर्को ग्रामर चाहिँ हामीले चाहिँ नन्दागो आधा छ नि, अब यो हामीले यसलाई छुक्तागो आधा छ नि, यो छुक्तागो आधाले चाहिँ हामीले छुक्देयो पनि बनाउन सक्छौँ। छुक्देयो भनेको चाहिँ भनेर भन्नुभयो, जाडो थियो भनेर भन्नुभयो रे भनेको चाहिँ यो के अरे खान्दा पनि भन्छन् छुक्देयो हो, यो पनि आउन सक्छ, धेरै ठाउँमा आउँछ, यो पनि छुक्देयो जाडो छ भनेर भन्यो। अनि चाहिँ यहाँनिर इङ्गन दागो, इङ्गन ठिक छ, इङ्गन दे हो,
इङ्गन्देयो जाडो के अरे पढ्यो रे हिजो सरले भन्नुभयो कि हिजो सरले रामले हिजो कोरियन भाषा धेरै पढ्यो भन्यो रे रे भन्छ नि अर्को पनि छ जस्तै खादाको चाहिँ खान्देयो 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 गयो रे खान्देयो भन्ने बुझौँ यो चाहिँ अप्रत्यक्ष कथन हो यसको अर्थ के अरे नन र देयो यो ग्रामर आज हामीले पढ्यौँ पार्ट 1 मा चाहिँ नन दागुवादा र दागुवादा कुनै पनि जानकारी दिएको कुरालाई व्यक्त गर्दाखेरि थर्ड पर्सनलाई भन्दाखेरि व्यक्त गर्ने ग्रामर हो भनेको न दागुवादा नन दागुवादा र दागुवादा हजुरलाई चाहिँ कस्तो लाग्छ हाम्रो भिडियो जस्तो कमेन्ट गरी जानु होला भन्दै छुट्टिन्छौँ अहिले हस् हुन्छ